सो आजदेखि हामी क्लास 11 को म्याथ र अनि त्यसपछि एमबिबिएस को एन्ट्रान्समा सोधिने इम्पोर्टेन्ट म्याथ क्वेसनहरू सोल्भ गर्छौँ र इम्पोर्टेन्ट म्याथ क्वेसन सोल्भ गर्दै गर्दा अब त्यो क्वेसन म्याथमा चाहिँ त्यो एभरेज च्याप्टरबाट सोधिने इम्पोर्टेन्ट क्वेसनहरू के हो अब त्यो क्वेसनहरू हामी सोल्भ गर्छौँ। सो एभरेज च्याप्टरको इम्पोर्टेन्ट क्वेसन सोल्भ गर्दै गर्दा क्वेसन नम्बर 1 मा के दिएको छ त भने द एभरेज अफ द नम्बर 70614 इज। सो अब यसको एभरेज कति हुन्छ त्यो निकाल्न भनेको छ। सो एभरेज निकाल्ने टेक्निक्स के हुन्छ भने अब एभरेज भनेको के हो त सम अफ अल साइड र जति नम्बर दिएको छ त्यसलाई डिभाइड गर्ने। सो सम अफ यहाँ नम्बर हाम्रो कति छ त 7 प्लस 0 प्लस 6 प्लस 14 डिभाइडेड बाई अब टोटल कति नम्बर छ त 4 नम्बर। सो 4 अब यसको एभरेज के हुन्छ त अब यसलाई क्यालकुलेटरमा सम गर्दा अनि डिभाइडेड बाई 4 गर्दा के हुन्छ त हाम्रो 6.75 आउँछ। सो 6.75 अब अप्सनमा कहाँ छ त 6.75 अप्सनमा छैन। सो हाम्रो के हुन्छ त यहाँ नन अफ दिज हाम्रो एन्सर हुन जान्छ। सो क्वेसन नम्बर 2 मा के दिएको छ इफ द एभरेज अफ द नम्बर 5, 32, 25, 16, x and 40 is 21 फाइन्ड द भ्यालु अफ x। सो अब यो नम्बरको एभरेज के दिएको छ त 21 दिएको छ। सो हामीले x को भ्यालु निकाल्नुपर्छ। सो एभरेजको टेक्निक्स के नि हो त सम अफ अल नम्बर्स डिभाइडेड बाई द नम्बर्स कतिवटा नम्बर छ त्यो। सो सम अफ नम्बर्स के हुन्छ त यहाँ हाम्रो 5 प्लस 32 प्लस 25 प्लस 16 प्लस x प्लस 40 डिभाइडेड बाई अब यो कतिवटा नम्बर छ त काउन्ट गरौँ 1 2 3 4 5 6वटा नम्बर छ। सो डिभाइडेड बाई 6 इक्वल टु हाम्रो त्यो एभरेज कति दिएको छ त 21। सो यो के भयो त 21। सो यहाँ अब यसको सम गर्दा के हुन्छ त हाम्रो 118 प्लस x 118 प्लस x इक्वल टु 21 टाइम्स 6। सो अब यो सोल्भ गर्दा कति हुन्छ त हाम्रो 121 टाइम्स 6 भनेको कति 126 माइनस 118 यतापट्टि आयो भने के भयो त माइनस 118। सो यो सोल्भ गर्दा के हुन्छ त 8। सो हाम्रो अप्सनमा 8 छ सी नम्बरमा। सो हाम्रो सी नम्बर के हुने भयो त करेक्ट एन्सर्स। सो अब क्वेसन नम्बर 3 मा के दिएको छ त एभरेज अफ द फर्स्ट 9 प्राइम नम्बर इज। सो अब 9 वटा प्राइम नम्बरको एभरेज निकाल्न भनेको छ। सो 9 वटा प्राइम नम्बर भनेको के हो त प्राइम नम्बर भनेको वाट इज प्राइम नम्बर अनि प्राइम नम्बर भनेको के हुन्छ त 1 ले डिभाइड हुने र सेल्फले डिभाइड हुने। जस्तो अब 1 ले डिभाइड हुने र आफूले मात्र डिभाइड हुने अरू कुनै नम्बरले डिभाइड नहुने नम्बरहरूले के भन्छ त प्राइम नम्बर। जस्तो 2 3 5 7 11 13 17 19 23 हामीले 9 वटा मात्र भनेको जस्तो 1 2 3 4 5 6 7 8 9। सो 9 वटा भयो। सो अब यसको एभरेज निकाल्नु पर्ने भयो हामीले। सो यसको एभरेज निकाल्दा के भयो त 2 प्लस 3 प्लस 5 प्लस 7 प्लस 11 प्लस 13 प्लस 17 प्लस 19 प्लस 23 डिभाइडेड बाई 9। सो यो के हुन्छ त हाम्रो अब यो यसको सबैको टोटलको सम गर्दा के हुन्छ त हाम्रो 100 आउँछ अनि 100 डिभाइडेड बाई 9 100 डिभाइडेड बाई 9 अनि अप्सनमा के छ त यहाँ मिक्स्ड फ्र्याक्सन्समा दिएको छ। सो यसलाई नै सोल्भ गरेर हामीले के गर्नु पर्यो त 100 डिभाइडेड बाई 9 कुन आउँछ त्यो निकाल्ने। सो यो 9 आउँदैन 11 आउँदैन किनकि यो त फ्र्याक्सनमा छ नि त। सो फ्र्याक्सनमै आउने नम्बरहरू के हुन्छ त हाम्रो एन्सर हुन्छ। सो अब यो दुईटा अप्सन इलिमिनेट त्यसै भइसक्यो ए र बी त्यसै इलिमिनेट भइसक्यो र यो दुईटाबाट कुनै एउटा हुन्छ। सो अब 100 कुनबाट आउँछ हेरौँ 9 टाइम्स 11 भनेको कति भयो 99 प्लस 1 भनेको कति भयो त 100 डिभाइडेड बाई 9। सो यो यस्तो आउँछ अनि यो के हुन्छ 9 टाइम्स 11 99 अनि प्लस 2 भनेको 101 डिभाइडेड बाई 9। सो यो के भयो सो यो के आयो त 101 डिभाइडेड बाई 9 अनि यो 100 डिभाइडेड बाई 9। सो 100 डिभाइडेड बाई 9 हो। सो हाम्रो अप्सन के भयो त सी। सो अब क्वेसन नम्बर 4 मा के दिएको छ त एभरेज अफ द फर्स्ट नेचुरल नम्बर इज। सो अब एभरेज अफ फर्स्ट नेचुरल नम्बर भनेको फर्स्ट 50 नेचुरल नम्बर भनेको छ। सो अब हामी 50वटा नम्बरलाई जोडेर बस्यौँ भने त हामीसँग टाइम पुग्दैन। सो त्यही भएर के गर्ने हो त फर्स्ट 50 नेचुरल नम्बर हो। सो फर्स्ट 50 नेचुरल नम्बरको यसको फर्मुला के हुन्छ भने एभरेज अफ द फर्स्ट नेचुरल नम्बर एभरेज अफ द अब जतिवटा नेचुरल नम्बर भनेको के हुन्छ एभरेज अफ द नेचुरल नम्बर के हो त n+1/2। सपोज यहाँ 60 नेचुरल नम्बर भनेको हुन्थ्यो भने
60 30 40 जति पनि नेचुरल नम्बर भनेको भए फर्मुला यही हुन्थ्यो, मात्र हामी n को ठाउँमा भ्यालु चेन्ज गर्नु पर्थ्यो। सो अहिले के भनेको छ 50, सो 50 + 1 डिभाइडेड बाइ 2, सो यो के भयो त 51 डिभाइडेड बाइ 2, सो 51 डिभाइडेड बाइ 2 हाम्रो कति हुन्छ त 25.5, सो 25.5 कुन छ आन्सर छ। सो अब सपोज योमा 20 दिएको हुन्थ्यो भने अब यहाँ हामी n को ठाउँमा मात्र के गर्नु पर्थ्यो त चेन्ज 20 + 1 डिभाइडेड बाइ 2, सो यो के हुन्थ्यो 21 डिभाइडेड बाइ 2, सो यो के हुन्छ त 11.5 हुन्थ्यो यसको एन्सर। त्यसरी नै निकाल्नुपर्छ नेचुरल नम्बरको एभरेज। यसरी नेचुरल नम्बरको एभरेज निकाल्ने फर्मुला के भयो त n + 1 डिभाइडेड बाइ 2। सो अब त्यसै गरी क्वेसन नम्बर 5 मा के दिएको छ भने इफ a b c d e आर 5 कन्जुकेटिभ ओड नम्बर्स देन द एभरेज इज। सो अब ओड नम्बरको एभरेज निकाल्नु पर्ने भयो यहाँ। सो कन्जुकेटिभ 5 कन्जुकेटिभ ओड नम्बर, सो कन्जुकेटिभ भनेको छ, सो कन्जुकेटिभ के हुने भयो त अब यहाँ a। अब यसलाई यो नम्बरहरूलाई के गर्नु पर्यो त 5 कन्जुकेटिभ ओड नम्बरमा कन्भर्ट गर्नु पर्यो। सपोज ए हाम्रो ओड नम्बर भयो भने हाम्रो अब सब के हुन्छ त यो ए बी के हुने भयो त a + 2, सी के हुने भयो त a + 4, डी के हुने भयो त a + 6, ई के हुने भयो त a + 8। सो यो हाम्रो के भयो त 5 कन्जुकेटिभ ओड नम्बर्स भयो। त 5 कन्जुकेटिभ ओड नम्बर्सलाई अब हामीले के गर्नुपर्छ त एभरेज निकाल्नुपर्छ। सो एभरेज निकाल्ने ट्रिक्स के हुन्छ भने कन्जुकेटिभ ओड नम्बरमा फर एनी ओड अर इभन कन्जुकेटिभ सिक्वेन्स द एभरेज इज अलवेज द मिडल टर्म्स। सो कन्जुकेटिभ सिक्वेन्समा कुनै पनि नम्बर छ भने त्यसको एभरेज के हुन्छ त त्यसको मिडल टर्म्स हुन्छ। सो यो हाम्रो यसको मिडल टर्म्स के भयो त 1 2 3 4 5 छ। सो 5 को मिडल टर्म के हुन्छ त यो 2.5 को यो बिचको दुईटा यता भयो दुईटा बिचको। सो यो हाम्रो के भयो त a + 4, सो योमा हामीले जोडिराख्नु परेन, अनि त्यही भएर यो हाम्रो अप्सनमा छ a + 4 एन्सर। अनि जस्तो अब 3 कन्जुकेटिभ नम्बर छ भने मिडल 1 हुन्छ त्यसको एन्सर, 5 कन्जुकेटिभ नम्बर छ भने थर्ड 1 हुन्छ, 7 कन्जुकेटिभ नम्बर छ भने फोर्थ 1 हुन्छ। दिस सेभ्स यु फ्रम एडिङ एन्ड डिभाइडिङ इन द एक्जाम्स। सो अब क्वेसन नम्बर 6 मा के भनेको छ भने 16a + 16b = 48, वाट इज द एभरेज अफ ए एन्ड बी। सो अब यहाँ 16a + 16b = 48 दिएको छ। सो एभरेज निकाल्न भनेको छ हामीलाई यहाँ ए र बी को एभरेज निकाल्न भनेको छ। सो ए र बी को एभरेज के हुन्छ त a + b/2 यो निकाल्न भनेको छ हामीलाई। सो यहाँबाट हामी कसरी निकाल्ने त यहाँ के दिएको छ हाम्रो कन्डिसन 16a + 16b = 48। सो यहाँबाट 16 कमन लिउँ, 16 कमन लिँदा के हुन्छ 16a + b = 48। सो a + b = के भयो त 48 डिभाइडेड बाइ 16। सो 48 डिभाइडेड बाइ 16 के हुन्छ त कति आउँछ त 3। सो हामीले कति निकाल्न भनेको छ त यहाँ a + b/2 निकाल्नु पर्ने छ हामीले। a + b डिभाइडेड बाइ 2 यहाँ गऱ्यौँ भने यहाँ पनि के हुन्छ त 3 डिभाइडेड बाइ 2। सो यो के भयो त 1.5। सो 1.5 हाम्रो अप्सनमा छ। सो 6 को ए भयो हाम्रो एन्सर। सो अब त्यसै गरी यहाँ क्वेसन नम्बर 7 मा यस्तो क्वेसन दिएको हुन्छ भने क्वेसन नम्बर 7 मा के दिएको छ इफ द एभरेज अफ ए एन्ड बी इज यति। सो यो हाम्रो एभरेज दिएको छ र ए र बी को एभरेज हो यति हाम्रो। देन द भ्यालु अफ यन भनेको छ। सो यनको भ्यालु निकाल्न भनेको छ सर अप्सनमा नम्बर दिएको हुन्छ। सो हाम्रो यहाँ के दिएको छ त a + b = 2 भनेको यो एभरेज भयो। a + b को एभरेज कति छ त हाम्रो a को पावर n + 1 + b को पावर n + 1 डिभाइडेड बाइ a को पावर n + b को पावर n। सो अब यस्तो कन्डिसनमा अब हामीले सोल्भ गरेर गऱ्यौँ भने धेरै टाइम कन्ज्युम हुन्छ। सो अप्सनकै नम्बर योमा पुट गर्ने। अप्सनमा के छ त 0 1 2 4 छ। सो सबै नम्बर सुरुको नम्बरबाट एड गर्दै जाने, त्योमा चेक गर्ने, अनि त्यसपछि जुन अप्सनले सेटिस्फाई गर्छ त्यही हाम्रो एन्सर हुन्छ। सपोज यहाँ हाम्रो एक अप्सन चुज गरौँ जस्तो 0 छ। सो यनको भ्यालु निकाल्न भनेको छ यनको ठाउँमा 0 पुट गरौँ, a को पावर 0 + 1 + b को पावर 0 + 1 डिभाइडेड बाइ a को पावर 0 + b को पावर 0। सो a को पावर 0 भनेको के भयो a को पावर 0 + 1 भनेको के भयो त 1 भयो। सो a को a भयो, b को पावर 0 + 1 भनेको b को पावर 1, सो b भयो। a को पावर 0 भनेको 1 + b को पावर 0 भनेको 1। सो यो के भयो त a + b डिभाइडेड बाइ 2। सो यो a + b डिभाइडेड बाइ 2 = a + b डिभाइडेड बाइ 2 सेटिस्फाई भयो। सो हाम्रो अप्सन a = 0 नै भयो। सो अरू अप्सन हामीले चेक गरिराख्नु परेन। इफ 0 हालेर यो यस्तो a + b/2 = a + b/2 आउँथेन भने हामी फेरि 1 ले चेक गर्थ्यौँ, यसले पनि आउँथेन भने 2 ले चेक गर्थ्यौँ, त्यसरी नै गर्नु पर्थ्यो यो। सो अब क्वेसन नम्बर 8 मा
क्वेसन नम्बर 8 मा के भनेको छ भने अब if the n is the natural number then the average of this is so अब n natural if n is the natural number हो n एउटा natural number हो र त्यसको एभरेज निकाल्न भनेको छ सो हामी योभन्दा अगाडिको क्वेसनमा पनि पढ्यौं कन्जुगेटिभ नम्बरको एभरेज के हुन्छ त जहिले पनि त्यसको मिडल टर्म्स हुन्छ सो कन्जुगेटिभ नम्बर छ यो सो कन्जुगेटिभ नम्बरको यसको मिडल टर्म्स के हुने भयो त यहाँ 1 2 3 4 5 6 वटा नम्बर छ सो 6 को मिडल टर्म हुँदैन सो अब हाम्रो के भयो त यतापट्टिको 2 यतापट्टिको 2 गयो भने अब बीचको टर्म्स के भयो त यो दुईटा टर्म्स भयो सो बीचको टर्म्स भनेको के भयो त n + 2 + n + 3 डिवाइडेड बाइ के हुने भयो त 2 सो अब यो के भयो त 2n + 5 डिवाइडेड बाइ 2 सो यो के भयो त n + 5 डिवाइडेड बाइ 2 सो यो के हुन्छ त n + 2.5 सो n + 2.5 और 5 डिवाइडेड बाइ 2 छ त यहाँ छ n + 5 डिवाइडेड बाइ 2 यसको सर्टकट समरी के हुन्छ त फर ओड काउन्ट अफ कन्जुगेटिभ नम्बर्स अब ओड नम्बर काउन्ट गरेर यदि ओडमा छ भने त्यसको एभरेज के हुन्छ त डाइरेक्ट एक्ज्याक्ट मिडल टर्म्स हुन्छ इफ इभेन काउन्ट अफ कन्जुगेटिभ नम्बर जस्तो अहिलेको कन्डिसनमा यो इभेन काउन्ट छ नि त 6 वटा कन्जुगेटिभ नम्बर छ सो एभरेज के हुन्छ त मिन अफ 2 मिडल टर्म्स सो यसको यो दुईवटा मिडल टर्म्सको के हुन्छ त मिन भनेको a + b डिवाइडेड बाइ 2 मिन भनेको के त डिवाइडेड बाइ 2 अनि त्यसरी नै अब क्वेसन नम्बर 9 मा के छ त क्वेसन नम्बर 9 मा के छ त एभरेज अफ 5 कन्जुगेटिभ नेचुरल नम्बर इज m यहाँ के दिएको छ एभरेज अफ 5 कन्जुगेटिभ नेचुरल नम्बर इज m सो 5 वटा कन्जुगेटिभ नेचुरल नम्बरको एभरेज के छ त m छ सो यसको के भयो त अब 5 कन्जुगेटिभ नम्बर छ सपोज जस्तो 1 a b c d e सपोज यो 5 वटा कन्जुगेटिभ नम्बर छ भने यसको मिडल टर्म्स के हुने भयो त c सो यो थर्ड टर्म हाम्रो के हुने भयो त थर्ड टर्म हामीसँग के छ त m छ इफ द 3 कन्जुगेटिभ नेचुरल नम्बर आर इन्क्लुडेड सो फेरि योमा कतिवटा त 3 वटा कन्जुगेटिभ नम्बर एड गर्यो सपोज f g र यस 3 वटा कन्जुगेटिभ मिडल नम्बर एड गर्यो अनि देन डज द एभरेज अफ 8 नेचुरल नम्बर एक्सिड्स m सो m लाई एक्सिड गर्छ कि नै भनेको छ सो अब यो हाम्रो यसको मिडल टर्म्स हाम्रो के हुने भयो त 8 यो कति 1 2 3 4 5 6 7 8 8 भयो सो 8 कन्जुगेटिभ नम्बरको कुन हुन्छ त मिडल टर्म्स हाम्रो फोर्थ टर्म र फिफ्थ टर्म हाम्रो के हुन्छ त मिडल टर्म हुन्छ सो सपोज अब ल कन्जुगेटिभ नेचुरल नम्बर ए हामी के गरौँ त सपोज गरौँ 5 कन्जुगेटिभ नेचुरल नम्बर के भयो त n n + 1 n + 2 n + 3 n + 4 यो हाम्रो के भयो त 5 कन्जुगेटिभ नेचुरल नम्बर भयो सो यसको मिडल टर्म्स हाम्रो के हुन्छ त n + 2 = यो के भयो त हाम्रो मिडल टर्म्स यो कति दिएको छ यहाँ n + 2 = m दिएको छ सो यही नेचुरल नम्बरमा अब हामीले के गर्नु पर्यो त तीनवटा कन्जुगेटिभ नेचुरल नम्बर एड गर्ने सो n + 1 n + 2 n + 3 n + 4 n + 5 n + 6 n + 7 सो यो हामीले कतिवटा त 3 वटा कन्जुगेटिभ नेचुरल नम्बर योमा एड गर्यौँ यहाँ भनेको छ इफ द नेक्स्ट 3 कन्जुगेटिभ नेचुरल नम्बर आर इन्क्लुडेड देन हाउ मच डज द एभरेज अफ 8 नेचुरल नम्बर एक्सिड्स m सो अब यसको मिडल टर्म्स के हुन्छ त हाम्रो यो दुईटा सो यो यसको एभरेज निकालौँ 3n + 3 + n + 4 डिवाइडेड बाइ 2 सो यो कति भयो त 2n + 7 डिवाइडेड बाइ 2 सो यो कति भयो त n + 3.5 n + 3.5 भनेको छ यहाँ के निकाल्न भनेको छ त हाउ मच डज द एभरेज एक्सिड निकाल्न भनेको छ सो अब यो माइनस यो गर्नु पर्यो हामी सो यो माइनस यो गर्दा के हुन्छ त हाम्रो n + 3.5 माइनस n + 2 सो यो गर्दा के हुन्छ त n + 3.5 माइनस n - 2 यो माइनसले मल्टिप्लाई हुने भयो अनि यो के हुन्छ त n काट्यो अनि 3.5 - 2 भनेको कति त 1.5 सो यो के भयो त डी नम्बर एन्सर 1.5 हामीसँग छ सो अब क्वेसन नम्बर 10 मा के दिएको छ भने आउट अफ 3 गिभन नम्बर द सेकेन्ड इज ट्वाइस द फर्स्ट आउट अफ 3 नम्बर द सेकेन्ड इज ट्वाइस द फर्स्ट एन्ड थ्राइस द थर्ड सो अब लेट द फर्स्ट नम्बर बी एक्स गऱ्यौँ लेट द फर्स्ट नम्बर के हुन्छ त एक्स भयो एक्स गऱ्यौँ भने द सेकेन्ड इज ट्वाइस द फर्स्ट भनेको छ सो सेकेन्ड नम्बर हाम्रो के भयो त ट्वाइस द फर्स्ट अनि यहाँ फेरि के दिएको छ त इफ द थ्राइस इज थ्राइस द थर्ड सो सेकेन्ड के छ त अब
सेकेन्ड के छ त थ्राइस द थर्ड, सो 3 टाइम्स थर्ड छ, सो सेकेन्ड हामीसँग कति छ त 2x, सो 2x इज इक्वल टु 3 टाइम्स थर्ड, सो थर्ड हाम्रो के हुने भयो त 2x डिभाइडेड बाई 3, यहाँबाट 2x डिभाइडेड बाई 3 हुने भयो थर्ड, सो फर्स्ट हाम्रो x हुने भयो, सेकेन्ड हाम्रो 2x हुने भयो र थर्ड हाम्रो के हुने भयो त 2x डिभाइडेड बाई 3 हुने भयो। सो यहाँ के भनेको छ इफ द एभरेज अफ दिस नम्बर इज 44, सो यसको एभरेज, सो फर्स्ट हाम्रो के थियो x, सेकेन्ड हाम्रो के थियो 2x, थर्ड हाम्रो के थियो त 2x डिभाइडेड बाई 3 इज इक्वल टु कति दिएको छ त हामीलाई 44, सो देन द लार्जेस्ट नम्बर निकाल्न भनेको छ यहाँबाट, सो यसलाई अब सोल्भ गरौँ, यसलाई सोल्भ गर्दा के हुन्छ त 3x प्लस 6x प्लस 2x इज इक्वल टु, अब यसको एभरेज निकाल्न भनेको छ, सो डिभाइडेड बाई 3 पनि हुन्छ यहाँ, सो यो कति हुने भयो त डिभाइडेड बाई, अब यो 9 हुने भयो, 3 टाइम्स 3 मल्टिप्लाई हुन्छ, सो 44, सो यो हाम्रो कति हुन्छ त अब 11x सम गर्दा अनि 44 टाइम्स 9, सो x इज इक्वल टु 44 टाइम्स 9 डिभाइडेड बाई 11, सो 44 टाइम्स 9 कति हुन्छ त हाम्रो 44 टाइम्स 9 हाम्रो कति हुने भयो 396 डिभाइडेड बाई 11, सो यो कति आउँछ त 36, सो हाम्रो एन्सर अप्सनमा छ 36, अप्सन सी, सो अप्सन सी राइट हुने भयो। सो अब अर्को भिडियोमा पनि हामी यसरी नै 10 वटा क्वेसन सल्भ गर्छौँ।